यो दृश्य यहाँहरूले हेर्न सक्नुहुनेछ। यो पेपर हो जुन मैले यहाँहरूलाई देखाइरहेको छु। यो सिटिभिटी को पेपर हो। सिटिभिटीले भर्खरै एक्जाम लिएको थियो। यो बैडतामोडमा रहेको मनमाया माध्यमिक विद्यालय र वीरता मोडलमा, त्यसैगरी वीर अमर सिंह र कन्का आदर्शमा जति पनि विद्यार्थीहरूको एक्जाम परीक्षा भएको थियो, ती परीक्षाहरूको यो उत्तर पुस्तिका हो। यहाँहरूले देखिरहनु भएको छ। यो मेरो हातमा भएको पेपर सिटिभिटी को हो। यो जियोलोजी को पेपर हो। मैले यहाँहरूलाई देखाइरहेको छु। यहाँहरू यतातिर यो एनाटोमी को पेपर छ। यहाँ हेर्न सक्नुहुनेछ। यहाँ नाम अब प्रष्ट देखिँदैन। यो एनाटोमी को हो। मैले धेरै देखाइरहेको छु तपाईहरुलाई। यो इंग्लिश को पेपर हो। इंग्लिश को जति पनि विद्यार्थीले, यी मेडिकलका विद्यार्थीहरूले सिटिभिटी अन्तर्गत रहेर एक्जाम दिएका थिए, ती सबै पेपरहरू जलेर नष्ट भएको छ। सिटिभिटी को एक्जाम सकिन लागेको थियो। अन्तिम एउटा एक्जाम मात्र बाँकी थियो। त्यहाँदेखि बाहेक चाहिँ अरू विद्यालयको चाहिँ अरू सेक्टरको भर्खर एक्जाम सुरु हुँदै थियो, जसले गर्दा तिनीहरूको एक्जाम फेरि पनि होला भन्ने सम्भावना छ। तर सिटिभिटी को चाहिँ यो पेपर यहाँहरूले हेरिरहनु भएको छ। एक्जाम पनि अन्तिम एउटा परीक्षा मात्रै बाँकी रहँदा यी सबै पेपर इलाका, बैडतामोड इलाकाको दृश्य हो। यो यहाँ जलेर नष्ट भएको छ। केही पनि काम लाग्ने छैन। यो देखिरहनु भएको यो सबै विद्यार्थीहरूको भविष्य जोडिएको पेपर। यो फाइनल एक्जामको पेपर हो। फेरि फर्स्ट इयरको फाइनल एक्जामको पेपर, ब्याक लागेका पेपरहरूको यो सिटिभिटी को पेपर हो। सिटिभिटी को एक्जाम सकिसकेको थियो। अन्तिम एउटा परीक्षा, सोशलको परीक्षा बाँकी रहँदा यो सुरक्षित साथ राख्नलाई ल्याइएको उत्तर पुस्तिका यसरी जलेर नष्ट भएको छ। अब अरू सेक्टरको परीक्षा भर्खरै सुरुवात भएको थियो। कतिको एउटा मात्रै एक्जाम हुँदै थियो भने सिटिभिटी को चाहिँ एक्जाम लगभग समाप्त, अन्तिम एउटा सोशलको एक्जाम बाँकी रहँदा यी पेपरहरू यसरी यहाँ देखाइरहेको छु मैले, जलेर नष्ट भएको छ। यो इंग्लिशको पेपर हो। यहाँहरूले हेर्न सक्नुहुन्छ। यहाँ हेल्थ साइन्ससँग रिलेटेड सबै पेपरहरू छ। यो सिटिभिटी को यहाँ देखिन सकिन्छ। सिटिभिटी को यहाँ प्रष्ट यसरी चिनिन्छ। यसरी अब कसको हो है। एनाटोमीको पनि रहेछ यहाँ। यी एनाटोमीको पनि रहेछ यहाँ। मैले देखाइरहेको छु तपाईहरुलाई। जियोलोजी, बोटनीको पनि मैले भेटिरहेको छु। यसरी यहाँ यति भागमा राखिएको थियो। यहाँ उत्तर पुस्तिका विद्यार्थीहरूले दिएको एक्जामको उत्तर पुस्तिका हो है त। यो यहाँहरूले हेर्न सक्नुहुनेछ। यस्तो अवस्थामा छ उत्तर पुस्तिका। अब सिटिभिटीले त कस्तो निर्णय लिन्छ विद्यार्थीको भविष्यको लागि त्यो हेर्न बाँकी छ। अब अन्तिम एउटा परीक्षा मात्रै बाँकी थियो। तर अन्य सेक्टरको चाहिँ भर्खर एउटा परीक्षा हुँदै थियो। सम्भवतः ती सेक्टरहरूको पूर्ण परीक्षा होला। एउटा मात्रै परीक्षा भएका विद्यार्थीहरूलाई त पूर्ण परीक्षा हुन सक्ला। तर सिटिभिटी को लगभग एक्जाम सकिएको, अन्तिम एउटा सोशलको एक्जाम बाँकी रहँदा यसरी नेपाल अधिराज्यभरि धेरै पेपरहरू जलेर नष्ट भएको छ। यो बैडतामोड इलाकाको दृश्य हो। यहाँ मनमाया माध्यमिक विद्यालय, वीर अमर सिंह, वीरता मोडल, कन्का आदर्श माध्यमिक विद्यालयमा भएको परीक्षार्थीहरूको परीक्षा उत्तर पुस्तिका यहाँ राखिएको थियो। यो पेपर हेर्नुहोस्। यहाँहरू यसरी जलेर नष्ट भएको छ। अब विद्यार्थीको भविष्यसँग जोडिएको कुरा कस्तो रणनीति लिनेछ शिक्षा मन्त्रालयले, यो हेर्न बाँकी छ। यो भिडियोलाई सबैले सेयर गरिदिनु होला। यो एनाटोमीको पेपर हो। मैले देखाइरहेको छु। अब यतातिर यो जियोलोजी हो। यहाँ म्याथको पनि रहेछ। म्याथको पनि पेपर छ है त। बोटनीको पनि पेपर भेटिरहेको छु। अब यतातिर यहाँ चाहिँ नेपालीको पेपर छ। फेरि हो नेपाली। हामी रहँला कहाँ, नेपाल नरहे। नेपाल रहे पनि विद्यार्थीको भविष्य चाहिँ अन्यलमा भयो। यी हेर्नुहोस् त यहाँ यी प्रष्ट देखिँदैछ। ल हेर्नुहोस् है त। सिटिभिटी को पेपर हो। ल यो सबैलाई मैले देखाएँ। अब यति भएपछि त प्रष्ट होला पक्कै पनि। सबैलाई देखाएको छु है त। यी पेपर यस्तो छ। यो ल हेर्नु त। यस्तो अवस्थामा छ। ल विद्यार्थीको भविष्य अब जेएनजीले निर्धारण गर्ने हो कि कसले गर्ने हो। विद्यार्थीको भविष्य चाहिँ सुरक्षित बनाइदिनु होला है त तपाईहरु सबैजनाले। आगो चाहिँ लाउनु भएको छ। अब भविष्य विद्यार्थीको कसरी सुरक्षित बनाउनुहुन्छ त्यो पनि बनाइदिनु होला ल तपाईहरुले। ल यस्तो छ उत्तर पुस्तिकाको अवस्था। सुरक्षित बनाउने जिम्मा तपाईहरुलाई दिउँ है त हामीले। विद्यार्थीको भविष्य सुरक्षित बनाइदिनु होला। अब अन्य जसको भर्खर एउटा एक्जाम भएको थियो तिनीहरुको त फेरि एक्जाम होला। जसको अन्तिम एक्जाम सकिसकेको थियो तिनीहरुलाई चाहिँ के गर्ने हो तपाईहरुको हातमा छ हैन। केही चाहिँ गर्नु होला ल। यो सबै हो है त। ल सिटिभिटी को पेपर अन्तिम एक्जाम थियो, सक्यो। अब विद्यार्थीको भविष्य अब यहाँहरूले सुरक्षित बनाउने जिम्मा तपाईहरुलाई दिएको छौं हैन। के गर्ने हो, कस्तो रणनीति लिने हो छिटो लिनु होला। फेरि पनि सुतेर नबस्नु होला ल तपाईहरु। के गर्ने हो चाँडो भन्दा चाँडो
सूचना निकाल्नु होला। दसैँ पछाडि विद्यालय लाग्छ भनेर सूचना निकालेर चाहिँ हुँदैन। यो पेपरको अवस्था के रहन्छ, यहाँहरूले कस्तो रणनीति लिने हो त्यो चाहिँ डिसिजन दिनु होला, नत्र फेरि पनि सुतेर चाहिँ नबस्नु ल। यो विद्यार्थीहरूको भविष्यसँग जोडिएको पेपर है त हजुर।